प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने बीच भित्री रूपमा ठूलो राजनीतिक शक्ति संघर्ष र खडबड सुरु भएको खबरहरू बाहिरिएका छन्। नमस्ते र स्वागत छ हाम्रो च्यानलमा। नेपाली राजनीतिमा फेरि एउटा ठूलो हलचल सुरु भएको छ। एकातिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन् भने अर्कोतिर प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने बीच भित्री रूपमा ठूलो राजनीतिक शक्ति संघर्ष र खडबड सुरु भएको खबरहरू बाहिरिएका छन्। भारत भ्रमण लगतै रवि लामिछाने किन अचानक बेजिङ जाँदैछन्? के चिनिया राष्ट्रपति सी जिनपिङसँगको उनको भेट होला? अनि बालुवाटार र घण्टी घर बीच सुरु भएको यो नयाँ कोल्ड वारले सरकारको भविष्यलाई कुन मोडमा पुर्याउला? आजको यस भिडियोमा हामी यी सम्पूर्ण घटनाक्रमको पर्दा पछाडिको राजनीतिक खेल विश्लेषण गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, रासपा सभापति रवि लामिछाने चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण जाँदैछन्। भारत भ्रमण लगतै हुन लागेको यो चीन यात्रालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। चिनिया विदेश मन्त्री वाङ यी र अन्य उच्च पदाधिकारीको भेटघाट तय भइसकेको छ भने बेजिङले राष्ट्रपति सी जिनपिङसँगको शिष्टाचार भेटको वातावरण मिलाउन प्रयास गरिरहेको बताएको छ। तर प्रश्न उठ्छ, सरकार र पार्टीको यो कूटनीतिक दौडधुपमा प्रधानमन्त्री बालेन शाह कहाँ छन्? जनताले आशा र भरोसाका साथ हेरेका दुई उदयमान शक्तिहरू बालेन शाह र रवि लामिछाने। तर पछिल्ला केही साता यी दुई नेताहरूबीच राजनीतिक र वैचारिक खडबड सुरु भएको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। आखिर बालेन र रवि लामिछानेको विवाद मुख्य जड के हो त? विश्लेषकहरूका अनुसार मुख्य तीनवटा कारणहरू छन्। शक्ति सन्तुलन र नेतृत्वको होड। सरकार सञ्चालन र महत्त्वपूर्ण निर्णयहरूमा कसको दबदबा रहने भन्ने विषयमा दुवै नेताबीच भित्री प्रतिस्पर्धा छ। प्रधानमन्त्रीका रूपमा बालेन शाह आफ्नो स्वायत्त निर्णय प्रक्रिया कायम राख्न चाहन्छन् भने सत्ता साझेदार पार्टीको प्रमुख रूपमा रवि लामिछाने आफ्नो राजनीतिक प्रभाव कायम राख्न चाहन्छन्। विदेशी नीतिमा भिन्दा भिन्दै प्राथमिकता। बालेन शाहले भारतसँगको कूटनीतिक संवादका लागि आफ्नो प्रमुख सल्लाहकार मार्फत नयाँ दिल्लीसँग पहुँच बढाउने प्रयास गरिरहेका छन् भने अर्कोतिर रवि लामिछाने आफै भारत र चीन भ्रमण गरेर आफ्नो वैदेशिक छवि प्रस्तुत गरिरहेका छन्। यसले सरकारको साझा परराष्ट्र नीतिमा प्रष्ट समन्वय अभाव देखाउँछ। आन्तरिक कार्यशैली। बालेन शाहको निर्णय लिने आफ्नो कार्यशैली र रवि लामिछानेको जनमुखी राजनीतिक शैली बीचमा बेला बेलामा कम्युनिकेसन ग्याप देखिने गरेको छ। यसले गर्दा मन्त्री परिषदका निर्णय र राजनीतिक निर्णयहरूमा एकरूपता आउन सकेको छैन। यदि बालेन शाह र रवि लामिछाने बीचको यो टकराव यसरी नै बढ्दै गयो भने यसको असर कहाँ पर्छ? राजनीतिक विश्लेषकका अनुसार यदि यी दुई शक्तिहरू एकापसमा अल्झिए भने यसको सिधा फाइदा पुराना राजनीतिक दलले उठाउनेछन्। रवि लामिछानेको चीन भ्रमणले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा त स्थापित गर्ला, तर स्वदेश फर्किएपछि बालेन शाहसँगको आन्तरिक सम्बन्धलाई कसरी मिलाउँछन् त्यो नै आगामी राजनीतिको निर्णायक मोड हुनेछ। तपाईलाई के लाग्छ? रवि लामिछानेको चीन भ्रमणले नेपालको राजनीतिमा के कस्तो परिवर्तन ल्याउला? अनि बालेन शाह र रवि लामिछाने मिलेर अगाडि बढ्नुपर्छ कि पर्दैन? तपाईको विचार तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को नयाँ रोचक राजनीतिक विश्लेषकका साथ पुनः भेट हुनेछौँ। धन्यवाद।